नमस्ते। आजको यस विशेष विश्लेषणमा स्वागत छ। हेर्नुहोस् है, अहिलेको यो डिजिटल दुनियाँमा हामी क्रिएटरहरूले भोग्ने सबैभन्दा ठूलो च्यालेन्ज भनेकै भिडमा आफूलाई कसरी अलग र युनिक देखाउने भन्ने हो। कन्टेन्ट जतिसुकै बबाल किन नहोस्, सही दर्शक कहाँ पुगेन भने त्यसको के काम, होइन त? तर अब टेन्सन लिनु पर्दैन। भर्खरै मात्र युट्युबले ल्याएका नयाँ अपडेट्सहरूले हाम्रो पहुँच बढाउन, सुरक्षित कम्युनिटी बनाउन र आम्दानीका नयाँ बाटोहरू खोल्न एकदमै खतरा सल्युसन्सहरू दिएका छन्। लाउनुस् यी नयाँ र रोमाञ्चक सुविधाहरूलाई अलिकति गहिरिएर हेरौँ। सरसर्ती भन्नुपर्दा आज हामी मुख्यतया 3वटा कुरामा फोकस गर्नेछौँ। पहिलो, आफ्नो च्यानलको ग्लोबल रिच अर्थात् विश्वव्यापी पहुँच कसरी बढाउने। दोस्रो, बढ्दै गएका दर्शकहरूका लागि कसरी एउटा सेफ र व्यवस्थित कम्युनिटी बनाउने। र तेस्रो, त्यही कम्युनिटी मार्फत ब्रान्डहरूसँग जोडिएर कसरी आफ्नो आम्दानी बढाउने। ओके, ला ढिला नगरी पहिलो खण्डतिर लागौँ, विश्वव्यापी पहुँच विस्तार, जहाँ हामी भ्युज र इन्गेजमेन्ट कसरी म्याक्सिमाइज गर्ने भनेर हेर्नेछौँ। सोच्नुस् त, पहिले थम्बनेल डिजाइन गर्यो अनि त्यसलाई कम्प्रेस गरेर जम्मा 2 MB मा खुम्च्याउनु पर्दा कत्रो झन्झट हुन्थ्यो। तर अब युट्युबले यो लिमिटलाई सिधै 50 MB पुर्याइदिएको छ। यो भनेको एकदमै म्यासिभ अपग्रेड हो। खास गरी कनेक्टेड टिभी जस्ता ठूला स्क्रिनहरूमा अब हाम्रा थम्बनेलहरू एकदमै क्रिस्प र आकर्षक देखिनेछन्। ठूलो स्क्रिनमा भिडियो हेर्ने दर्शकहरू बढिरहेको बेला यो अपडेटले भिडियोमा क्लिक हुने चान्स वात्तै बढाइदिन्छ। अनि ग्लोबल अडियन्ससम्म पुग्ने अर्को गजबको तरिका भनेको मल्टी ल्याङ्ग्वेज थम्बनेल हो। अब हामीले एउटै भिडियोमा धेरै भाषाहरूको थम्बनेल राख्न मिल्छ। यसको मतलब के भने कुनै अन्तर्राष्ट्रिय दर्शकले आफ्नो सेटिङमा जुन भाषा राखेका छन् नि, उनीहरूले ठ्याक्कै त्यही भाषाको थम्बनेल अटोमेटिकली देख्नेछन्। भाषाको ब्यारियर त खतमै भयो नि। यो सेट गर्न पनि एकदम सिम्पल छ। डेस्कटपबाट युट्युब स्टुडियो खोल्ने, भिडियोको ल्याङ्ग्वेज ट्याबमा जाने र आफूलाई चाहिएको भाषा छानेर थम्बनेल एड गर्ने। यति सानो कुराले भ्युजमा जादु गर्न सक्छ। अब अलिकति युट्युब सर्ट्सको कुरा गरौँ। इफेक्ट मेकर टुलको नयाँ अपडेटले अब हामीलाई सर्चका लागि आफ्नै कस्टम इफेक्ट बनाएर पब्लिस गर्न दिन्छ। डेस्कटपमा effects.youtube.com मा गएर यो मजाले गर्न सकिन्छ। आफूले बनाएका खतरा इफेक्टहरू सिधै युट्युबमा हाल्दा अरबौं दर्शकहरूसम्म पुग्ने चान्स हुन्छ। आफ्नो च्यानललाई भाइरल बनाउने यो त बवाल तरिका हो। यसलाई कसरी युज गर्ने भनेर सिक्न एउटा नयाँ ट्युटोरियल प्लेलिस्ट पनि आइसकेको छ है। ल, सर्ट्स र थम्बनेलको कुरा त भयो। अब तपाईहरू सोच्दै हुनुहोला, लाइभ जाने कुरामा चाहिँ के छ नि? एकदम सही प्रश्न। यी भिजुअल अपडेट्सहरूले लाइभ स्ट्रिमिङमा कसरी काम गर्छन् त? आउनुहोस् हेरौँ। अब चाहिँ हामीले मोबाइलबाट लाइभ जानु अघि नै इफेक्टहरू टेस्ट गर्न मिल्ने भएको छ। दर्शकहरू जोडिनु अघि नै आफूलाई रिटच गर्ने, ग्रिन स्क्रिन अप्सनहरू मिलाउने वा कुन इफेक्ट राख्ने भनेर मजाले प्रिभ्यू हेर्न सकिन्छ। यसको सिधा अर्थ के भने लाइभ सुरु भइसकेपछि क्यामेरा अगाडि आत्तिनुपर्ने दिन गए। सबै कुरा पर्फेक्ट बनाएर मात्रै कन्फिडेन्सका साथ शान्त भएर लाइभ सुरु गर्न पाइयो। अब लागौँ दोस्रो खण्डतिर, सुरक्षित समुदाय निर्माण, बढ्दो दर्शकहरूको व्यवस्थापन। जब च्यानल ग्रो हुन्छ र विश्वभरबाट दर्शकहरू आउन थाल्छन्, तब त्यो ठूलो क्राउडलाई म्यानेज गर्नु र एउटा पोजिटिभ माहौल बनाइराख्नु एकदमै जरुरी हुन्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने च्यानल दिशानिर्देशहरू अर्थात् च्यानल गाइडलाइन्स। यो भनेको एउटा यस्तो सुपर पावर हो जसले हामीलाई आफ्नो कमेन्ट सेक्सनको भाइब कन्ट्रोल गर्न दिन्छ। आफूलाई कस्तो खालको डिस्कसन चाहिएको छ त्यही अनुसार आफ्नै नियमहरू बनाउन सकिन्छ। र खुशीको कुरा, इन्टरमिडिएट र एडभान्स फिचर भएका सबै क्रिएटरहरूले अब यो टुल युज गर्न पाउनेछन्। यी रुल्स सेट गर्ने प्रोसेस एकदमै सजिलो छ है। डेस्कटप स्टुडियोमा जाने, च्यानल सेटिङ्समा क्लिक गर्ने, कम्युनिटी मोडरेसनमा जाने र त्यहाँ आफ्नो च्यानल गाइडलाइन्स सेट गर्ने। बस यति गरेपछि च्यानलको माहौल एकदम क्लिन हुन्छ। अब अडियन्सले यी नियमहरू देख्छन् कहाँ त? जब कसैले पहिलो पटक कमेन्ट गर्दैछ, लाइभ च्याटमा लेख्दैछ वा कम्युनिटी पोस्टमा जाँदैछ, उनीहरूको मोबाइल स्क्रिनमा यी रुल्स ट्याक्कै अगाडि आउँछन्। भिडियोको कमेन्ट सेक्सनको सबैभन्दा माथि पनि यी सधैँ देखिन्छन्। यसको फाइदा के भने कसैले नेगेटिभ कुरा लेख्नु अघि नै उसलाई अलर्ट गरिदिन्छ। तर हो, हामीले बनाएका नियमहरू युट्युबको आफ्नै मेन कम्युनिटी गाइडलाइन्स भित्र चाहिँ पर्नुपर्छ है, त्यो चाहिँ बिर्सन मिल्दैन। पहुँच बढाउने र कम्युनिटी म्यानेज गर्ने कुरा सकियो र अब हाम्रो तेस्रो तथा अन्तिम खण्ड, ब्रान्ड साझेदारीका अवसरहरू। एउटा राम्रोसँग म्यानेज भएको कम्युनिटीलाई कसरी ब्रान्ड पार्टनरशिप मार्फत राम्रो आम्दानीमा बदल्न सकिन्छ, अब हामी त्यही हेर्नेछौँ।
यसलाई यसरी बुझौं। यहाँ च्यानल इनसाइड शेयरिङको एकदमै ठूलो रोल छ। YPP अर्थात् युट्युब पार्टनर प्रोग्राममा भएका योग्य क्रिएटरहरूका लागि यो एउटा सुनको अण्डा दिने कुखुरा जस्तै हो। यसले हाम्रो च्यानललाई गुगलका विभिन्न टुलहरू मार्फत एडभर्टाइजरहरूसम्म पुर्याउन मद्दत गर्छ। एक हिसाबले भन्ने हो भने ठूला ब्रान्डहरूमाझ यसले हाम्रो पिआरको काम आफै गरिदिन्छ, जसले इन्कमका नयाँ बाटाहरू खोल्छ। र यसले एकदमै राम्रोसँग के देखाउँछ भने जब यो फिचर अन हुन्छ नि तब हाम्रो च्यानलको स्ट्याटिस्टिक्स, अडियन्सको ब्रेकडाउन र शपिङ पर्फर्मेन्स जस्ता डेटाहरू ब्रान्डहरूसँग शेयर हुन्छ। यी डेटाहरू किन यति पावरफुल छन् त? किनकि यसले ब्रान्डहरूलाई प्रष्ट देखाउँछ कि हाम्रा दर्शकहरू कति एक्टिभ छन्। कुन च्यानलमा पैसा हाल्ने भनेर डिसिजन लिन ब्रान्डहरूलाई यसले एकदमै ठूलो कन्फिडेन्स दिन्छ। तर यहाँनिर एउटा कुरा ख्याल राख्नुहोला है, यो सेटिङ आफै अन भएको हुँदैन। डिफल्ट रूपमा यो अफ नै हुन्छ। त्यसैले आजै गएर अन गर्नुहोला। युट्युब स्टुडियोको सेटिङ्समा जाने, च्यानलमा जाने र च्यानल इनसाइड शेयरिङ मुनि रहेको बक्समा टिक लगाउने। यति सानो 3वटा स्टेपले फ्युचरमा ठूलो ब्रान्ड डिल ल्याउन सक्छ। आम्दानी बढाउने कुरा गर्दा यो नयाँ अपडेट त छुटाउनै मिल्दैन। युट्युब क्रिएटर पार्टनरशिप प्रोग्राम। नयाँ नाम सुनेर नआतिनुस् है, यो सिक्ने गाह्रो पर्ने कुनै नयाँ टुल होइन। पहिले नै चलिरहेका ब्रान्ड कनेक्ट र क्रिएटर पार्टनरशिप हबलाई मर्ज गरेर बनाइएको एउटा बलियो र एकीकृत पहिचान मात्र हो। काम पुरानै हो, तर अब क्रिएटर र ब्रान्ड दुवैका लागि यो झन सजिलो र सिस्टमेटिक भएको छ। खुशीको खबर के छ भने अब योग्य क्रिएटरहरूले स्टुडियोकै पार्टनरशिप ट्याबबाट सिधै ब्रान्डहरूसँग डिल गर्न सक्छन् र यो प्रोग्राम अब अझ धेरै देश र भाषाहरूमा एक्सप्यान्ड हुँदैछ। यसको मतलब अब विश्वभरका क्रिएटरहरूले ठूला ब्रान्डहरूसँग एउटै टेबलमा बसेर डाइरेक्ट काम गर्ने मौका पाउनेछन्। यो साँच्चै नै एउटा गेम चेन्जर हो। 50 MB को क्लियर थम्बनेल, ल्याङ्ग्वेजको ब्यारियर तोड्ने मल्टी ल्याङ्ग्वेज सपोर्ट, कम्युनिटीलाई सेफ राख्ने आफ्नै रुल्स र सिधै ब्रान्डहरूसँग डिल गर्न मिल्ने पार्टनरशिप प्रोग्राम। यी सबै पावरफुल टुलहरू हातमा भएपछि अब आउने पुस्ताका क्रिएटरहरूले यो डिजिटल स्पेसमा के